हामीले जहिले पनि एक्सेसरिजहरू ड्रप गर्दाखेरि नर्मली हामीले के गर्छौँ भन्दा पहिला सुनको डिजाइनहरू एनालाइज गर्छौँ, त्यसपछि चाहिँ अनि बल्ल ड्रप गर्छौँ। जुनमध्ये यो रानीहार पनि एक हो, जुन चाहिँ हजुरहरूलाई लगाउँदाखेरि पनि अनकम्फर्टेबल फिल हुँदैन। अनि थर्ड पर्सनको अगाडि हामीले नर्मली लगाउँदा चाहिँ सुनै हो भनेर लगाइन्छ नि त। त्यो सिचुएसनमा त्यो मोमेन्टमा चाहिँ हजुरहरूलाई यो होइन अरूले चिन्छन् कि भनेर अप्ठ्यारो मानिरहेर लगाउनु पर्ने सिचुएसन चाहिँ क्रिएट हुँदैन है। मैले किन भनिरहेको छु भन्दा चाहिँ यसको फ्लेक्सिबिलिटी, डिजाइन हुबहु सुनकै कपी, अनि चेनको पाटा हेर्न सक्नुहुन्छ कति राम्रो फिनिसिङ दिएको छ यसमा। हजुरहरूले यसमा चाहिँ चेन अट्याच पाउन सक्नुहुनेछ, जुनमा हजुरहरूले चेनको अलावा डोरी पनि राखेर युज गर्छु भन्न पनि सक्नुहुनेछ। यसमा चाहिँ एकचोटि झुम्का पनि पाउन सक्नुहुन्छ हजुरहरूले। हुबहु सुनकै छ है। यही डिजाइनमा धेरै नै भाइरल भएको छ सुनको डिजाइनमा पनि। अहिले चाहिँ नर्मली धेरै भेराइटी र डिजाइन भने आर्टिफिसियल गहनाहरूमा देखिरहेको हुन्छौँ हामीले। अनि यो रानीहरूको पर्खाइमा पनि धेरैजना हुनुहुन्थ्यो। फाइनली हामीले ड्रप गरिसकेका छौँ। मनपर्छ भने अर्डर गर्न सक्नुहुन्छ हजुरहरूले। अल ओभर नेपाल डेलिभर हुन्छ, क्यास अन डेलिभरीको पनि फेसिलिटी छ हाम्रोमा। एज युजुअल हजुरहरूलाई थाहा भएकै होला। At last, for our valuable and most supportive customer, keep loving us, keep supporting us. Thank you so much for watching our video. Take care. Bye bye.